बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिने हामीहरू सप्लायर भन्छौँ। कि त नगदमा किन्छ नत्र भने उधारोमा किन्छ। बाँकी पैसालाई चाहिँ हामीहरू के भन्छौँ? क्रेडिटर भन्छौँ। क्लियर छ कुरा? अब हामीहरू क्याश पेड टु सप्लायर यसको बारेमा बुझौँ। त भन्नुको मतलब बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिने हामीहरू सप्लायर भन्छौँ। क्लियर छ कुरा? त भन्दाखेरि सप्लायरसँग बिजनेसले दुई किसिमले सामान किन्न सक्छ। कि त नगदमा किन्छ नत्र भने उधारोमा किन्छ हो। त भन्नुको मतलब अब बिजनेसले उधारोमा सामान किन्छ भने त्यो सप्लायरलाई पैसा तिर्न बाँकी छ कि छैन? बाँकी छ हो। त त्यो तिर्न बाँकी पैसालाई चाहिँ हामीहरू के भन्छौँ? क्रेडिटर भन्छौँ। क्लियर छ कुरा? त क्रेडिटरलाई हामीहरू बिल्स पेबल पनि भन्न सक्छौँ। क्रेडिटरलाई हामीहरू अकाउन्ट पेबल पनि भन्न सक्छौँ, नोट पेबल पनि भन्न सक्छौँ। क्लियर छ कुरा? त्यसपछि यस अन्तर्गत पर्ने पोइन्टहरू। त फर्स्ट पोइन्ट हाम्रो COGS पर्छ। त COGS भनेको के हो? कस्ट अफ गुड्स सोल्ड। नर्मली क्वेसनमा दिएकै हुन्छ। नदियो भने चाहिँ के गर्ने भन्दाखेरि ओपनिङ स्टक अफ र मेटेरियल प्लस पर्चेज माइनस क्लोजिङ स्टक गरे भने हाम्रो COGS को क्यालकुलेसन हुन्छ। क्लियर छ कुरा? त अब यहाँ हेरौँ। फर्स्ट पोइन्ट हाम्रो COGS भयो, सेकेन्ड पोइन्ट हाम्रो क्रेडिटर भयो, थर्ड पोइन्ट भनेको हाम्रो इन्भेन्ट्री भयो र लास्ट पोइन्ट भनेको डिस्काउन्ट रिसिभ भयो। अब म बिजनेस सामान किन्न जान्छ भने बिजनेसले थोरै डिस्काउन्ट दिने हो। बिजनेसले डिस्काउन्ट रिसिभ गर्ने हो। किन्दाखेरि त डिस्काउन्ट पाउँछ, बेच्दाखेरि पो डिस्काउन्ट दिने हो। क्लियर छ कुरा? त भन्दाखेरि अब यहाँ पर्यो जम्मा 4 किसिमको कुराहरू। त COGS पहिले यो बुझौँ, यो के हो? COGS। त COGS लाई हामीहरू एक्सपेन्स पनि भन्न सक्छौँ, यसलाई हामीहरू एसिस्ट पनि भन्न सक्छौँ। त एसिस्टसँग क्याशको कस्तो रिलेसन छ अथवा एक्सपेन्ससँग क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब COGS बढ्यो भने क्याश घट्छ, COGS घट्यो भने क्याश बढ्छ। अब क्याश फ्लोको क्वेसनमा नर्मली COGS त बढेकै हुन्छ। क्लियर छ कुरा? त्यसै गरी अर्को पोइन्ट हेरौँ, क्रेडिटर। त क्रेडिटर भनेको के हो भन्दाखेरि यो हाम्रो लाइबिलिटी हो। त लाइबिलिटी बढ्यो, लाइबिलिटी र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी बढ्यो भने क्याश पनि बढ्छ, लाइबिलिटी घट्यो भने क्याश पनि घट्छ। क्लियर छ कुरा? त्यसै गरी अर्को पोइन्ट छ इन्भेन्ट्री। इन्भेन्ट्री भनौँ अथवा स्टक भनौँ, यो भनेको के हो? त यो भनेको करेन्ट एसिस्ट। के हो? करेन्ट एसिस्ट। त एसिस्ट र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। इनडाइरेक्ट भन्नुको मतलब एसिस्ट बढ्यो भने क्याश घट्ने भयो, एसिस्ट घट्यो भने क्याश बढ्ने भयो। क्लियर छ कुरा? त्यसै गरी लास्ट पोइन्ट के छ भन्दाखेरि डिस्काउन्ट रिसिभ। अब यहाँ डिस्काउन्ट रिसिभ भनेर के बुझिरहेछौँ हामीहरू? इन्कम हो भाइ, सिम्पल। त इन्कम बढिरहेछ, इन्कम बढ्यो भने क्याश पनि बढ्ने भयो। क्लियर छ कुरा?